नमस्ते टासी देलेक फ्याबुला अनि छाजलो म जोर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र अब आज बिहीबार अप्रिल महिनाको 30 गते हो भने भोलि मे महिनाको 1 गते यानी शुक्रबारको दिन भोलि चाहिँ अब 2570औं बुद्ध जयन्ती रहेको छ र हाम्रो यता लाभा गुम्बामा चाहिँ एकदमै राम्रो तरिका यानी भव्य तरिकाले चाहिँ हामीले बुद्ध जयन्ती सधैँ सालै पछि मनाउने गर्छौं। तपाईहरु पनि आइदिनु हुन आग्रह गर्दछु र हाम्रो यहाँ चाहिँ अब पुस्तक लगेर हाम्रो यो लाभा बजार पुरै घुमाउने तथा त्यसपछि हाम्रो गुरुजी हाम्रो रिम्पोछेद्वारा चाहिँ अवलोकितेश्वरको वाङहरु दिने अभिषेक दिने र जस्तै अब त्यसरी अनि छोगहरु बाट्छौं है। यता अनि छोगहरु भयो, ठुईहरु दिन्छ, सुङदुई बाट्छन्। अब यहाँ चाहिँ यता वरिपरिका धेरै जना मान्छेहरु चाहिँ आउने गर्छन् र तपाईहरु पनि यता नजिक हुनुहुन्छ भने आइदिनु हुन अनुरोध गर्दछु। र अब खास कुरा चाहिँ आजको यस भिडियोमा म के भन्न चाहन्छु भने बुद्ध जयन्ती जुन चाहिँ अब एउटा बुद्ध धर्म मान्ने यानी बुद्धिस्टहरुको लागि चाहिँ सबैभन्दा चाहिँ महत्त्वपूर्ण र ठूलो चाडपर्व यानी फेस्टिभल भनौं रहेको छ। र बुद्ध जयन्ती भनेको चाहिँ खास भने अब बुद्ध जन्मेको दिन भनेको र अब बुद्ध एउटा हामी जस्तो साधारण मान्छे नभइकन वहाँ जन्मिने बेलादेखि नै वहाँ चाहिँ एकदमै भिन्न मान्छे यानी एकदमै अब साधारण मान्छेहरु भन्दा एकदमै उचित त्यस्तो एउटा हुनुहुन्थ्यो। र आजको यस भिडियोमा म तपाईहरुलाई अब बुद्ध जयन्तीमा यानी बुद्ध जन्मिने बेलामा जन्मिने बित्तिकै बुद्धले के भन्नुभयो भनेर त्यसको विषयमा चाहिँ म भन्ने छु। र अब हुन त एउटा साधारण मान्छे हो भने जन्मिएर त रुन्छन् नि त हैन, रुन्छ के गर्छ चिच्चाउँछ। तर अब साधारण मान्छे हो भने बोल्नेको त कुरै आउँदैन नि है, जन्मिने बित्तिकै बोल्नेको त कुरा आएन नि। तर अब गौतम बुद्ध चाहिँ मैले अघि भने चाहिँ एउटा साधारण व्यक्ति नभइकन चाहिँ वहाँ चाहिँ जन्मिने बित्तिकै वहाँले केही कुराहरु भन्नुभएको थियो। अब त्यो चाहिँ म अहिले विस्तारै भन्ने छु। अब महायान अनुसार, महायाना भनेको तपाईले सुन्नु भएको छ कि छैन होला है। महायाना अनुसार चाहिँ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र परिनिर्वाण यी सबै चाहिँ उहाँको लीला हो भनेर भन्छन्। जस्तै टिबेटनमा जेपाचुङी यसको अर्थ बुद्धका 12 वटा लीलाहरू छन् भनेर भन्छन्। बुद्धको जन्मदेखि परिनिर्वाणसम्मको सबै चाहिँ उहाँको लीला हो भनेर भन्छन्। जन्मेको देखि परिनिर्वाण यानी अब उहाँको मृत्यु हुनुसम्म जति पनि उहाँले गर्नुभएको थियो त्यो सबै चाहिँ उहाँको लीला हो भनेर भन्छन्। र उहाँले चाहिँ अब एकदमै सोचेर बुझेर अनि अब आफ्नै खुसीले चाहिँ हाम्रो यो धरतीमा आजभन्दा 2570 वर्ष अगाडि चाहिँ यो धरतीमा जन्म लिएको हो भन्छन्। र अब एउटा साधारण मान्छे जस्तै अब हाम्रो कुरा गर्ने हो भने हामीले अब म कहाँ जन्मिने भन्ने कुरा त आफ्नो इच्छा अनुसार त हामीले जन्म लिन सक्दैनौं नि हैन। तर अब गौतम बुद्धले चाहिँ आफ्नो इच्छा अनुसार 2570 वर्ष अगाडि चाहिँ यो धरतीमा जन्म लिनु भएको थियो।
अब आश्चर्यजनक अथवा हामीले थाहा हुनुपर्ने कुरा, उहाँले हाम्रो धरती र अहिलेको यो समय किन चुन्नुभयो, किन छान्नुभयो त? म यो धरती, अब संसारमा कति धेरै धरती, यानि अब भन्छ नि त यो युनिभर्समा कति धेरै प्लानेट छ भन्छ नि त होइन इङ्ग्लिसमा। जस्तै अब यो संसारमा कति धेरै धरतीहरू छ नि त, तर हाम्रै यो धरती र अहिलेको समय किन छान्नुभयो त भनेर चाहिँ हामीले बुझ्नु पर्यो। भन्दाखेरि अब अहिलेको समयलाई चाहिँ टिबेटनमा छेलो ख्यापा भन्छन्। यसको अर्थ चाहिँ अहिलेको मान्छेहरू चाहिँ 100 वर्ष बाँच्न सक्ने है। जस्तै अब पहिले अब बुद्ध नजन्मिनु अगाडिको कुरा गर्ने हो भने त्यो बेला मान्छेहरू 1000 वर्ष बाँच्न सक्ने, 10,000 वर्ष बाँच्न सक्ने त्यस्तो पनि थियो, त्यस्तो पनि एउटा समय थियो भन्छन्। तर अहिलेको समय चाहिँ मान्छेहरू 100 वर्ष बाँच्न सक्ने हो भनेर भन्छन्। तर अब कसै अब 100, 101, 105 त्यस्तो वर्ष बाँच्ने पनि हुन्छ भने कसै 100 नपुग्न अगाडि नै बित्ने पनि हुन्छन्। र अब अर्को कुरा, खास गरी अब हाम्रो यो धरतीमा जन्म लिनु, बुद्धले यो जन्म लिनुको कारण चाहिँ यो धरतीको मान्छेहरू चाहिँ संसारको दुःख बुझ्न सक्ने र यो दुःखबाट मुक्त हुन सक्ने क्षमता भएकोले बुद्धले पनि अब यहाँ नै जन्म लिने निर्णय गर्नुभएको हो भनेर भन्छन्। टिबेटनमा न्येजुङ केसी गर्न सक्नु भन्छ। मतलब संसारको दुःख बुझेर चाहिँ, यो संसारको दुःख बुझेर चाहिँ अब योबाट मुक्ति हुन चाहने अथवा मुक्ति हुन सक्ने। अब त्यसैले बुद्धको जन्म एउटा, मैले अघि भने चाहिँ साधारण नभइकन एकदमै आश्चर्यजनक मान्छन्। र अब उहाँले, अब खास कुरा, उहाँले जन्मिने बित्तिकै यानि बुद्ध जयन्तीमा के भन्नुभएको थियो त भन्दाखेरि टिबेटनमा यस्तो छ, 강세 강이 쪼워 켜담세 사첸딜라 공바 듄보르네 ngaने चिक्देन दिना छोक जेसुङ त्यसै खेबा खेला छाछालो। अब यसको अर्थ के हो त? अब तपाईहरुले बुद्ध सानो हुँदाको एउटा फोटो यानी मूर्तिहरु देख्नु भएको होला कि उहाँले यस्तो गरेर चाहिँ आफ्नो दायाँ हातको चाहिँ यो एउटा औँला चाहिँ यस्तो गरेर उठाएको छ है। बुद्धले सिद्धार्थ गौतम जन्मिने बित्तिकै यस्तो गरेर चाहिँ आफ्नो यो एउटा उंगली चाहिँ यस्तो उठाएको छ। यो के भनेको? 1 नम्बर भनेको नि त, नम्बर 1। अब अघि त्यो टिबेटनमा के लेखेको छ भन्दाखेरि जब गौतम बुद्धको जन्म भयो त्यो बेला उहाँ जन्मिने बित्तिकै उहाँले 7 पाइला चाल्नु भयो अरे। हामी जस्तो साधारण मान्छे हो भने जन्मिने बित्तिकै 7 पाइला चाल्नु त परै जाओस् न है। हामी त आफ्नो बलमा उभिन पनि त सक्दैनौं, केही गर्न सक्दैन नि हामीले। तर गौतम बुद्धले आफू जन्मिने बित्तिकै 7 पाइला चाल्नु भयो र 7 पाइला चालेर उहाँले भन्नुभयो कि यो पुरै संसारमा म सबभन्दा उचित हुँ भनेर भन्नुभएछ। यो पुरै विश्वमा चाहिँ म सबभन्दा उचित हुँ भनेर यसले चाहिँ त्यो जनाउँछ। यस्तो गरेर भनेको चाहिँ त्यो हो। र अब यानी उहाँले अब जन्मिने बेला नै उहाँले अब बुद्धत्व प्राप्त गर्ने कुरा त्यही थियो रहेछ नि त है। बुद्धत्व प्राप्त गर्ने सबभन्दा संसारमा सबभन्दा उचित को भन्दा बुद्ध हो नि त। जसले बुद्धत्व प्राप्त गरे उहाँ नै त्यो व्यक्ति चाहिँ संसारको सबभन्दा उचित भयो नि त। हजुर, यो भन्न चाहन्छु। अब यो चाहिँ मैले एकदमै अब बुद्ध जयन्तीमा बुद्धले के भन्नुभयो भनेर एउटा छोटो भिडियो तपाईहरुलाई भनेको हुँ है। र यसै गरी फेरि धर्म सम्बन्धित यानी बुद्ध सम्बन्धित यस्तै कुराहरु म तपाईहरुलाई भन्ने छु र आशा छ तपाईले केही कुरा जान्नुभयो होला र भन्ने र भिडियोको अन्तसम्म हेर्नुभयो भने एकदमै धन्यवाद है। र फेरि पनि अर्को भिडियोमा भेटौँला। तपाईहरुलाई के कुरा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला अनि सक्नुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला, यसलाई शेयर गरिदिनु होला। अनि हस्त, धन्यवाद।